कस्मिरी गिर्जालाई चढेको गाडी पनि तातेर रोक्यो अरे र त्यसको ड्राइभर त मेकानिक नै थियो गणेश शर्मा। उसले त्यो पानी हाल्यो र ठन्डा पारेर अगाडि बढ्यो। हाम्रो ऊ त इन्जिनै नचलाएपछि तानेपछि के गर्ने त हामी पहिलो पछि त्यही गाडी थियो तर मैले बाटाभरि चक्रजीको गाडी देखिनँ र दार्जिलिङ पुगिसकेपछि पनि दार्जिलिङमा पनि चक्रजीलाई मैले देखिनँ। बाटोमा गाडी पार्किङ गर्ने बाटोमा हो, बाटोमा 3टा गाडी छ, चौथो गाडी छैन। र हामी फर्केपछि त्यहाँबाट सिलगढीतिर फर्केपछि एकैचोटि चक्रजीको सन्दर्भ आउँछ। त्यहाँ चौरास्तातिर जो के जाऊ मलाई त एकदम सफोकेसन भयो भनेर मलाई त्यस्तो कुरा आउँछ। थाहा छ चक्रजीको इन्भल्भमेन्ट इन रियालिटी जुन घरमा हामीले पैसा थुपार्यौँ त्यो घरको मालिक शर्माजी एलपी शर्माले 1,60,000 त्यो पुलिसले फेला पार्यो अरे। अनि यो पैसा कहाँबाट आयो भनेर उसलाई क्रस चेक गर्दाखेरि त्यो त चक्रको पैसा हो भनेर भनिदिए। एलपी शर्माले चक्रको पैसा हो भनेपछि अनि चक्रजीको इन्भल्भमेन्ट यो सिलगढीमै हो। एलपी शर्मा दार्जिलिङमा हो। अब तपाईँको अनुभव हवाईजहाजभित्रको अलिकति सुनाउनुहोस् न। यो अलिकति फ्याक्ट